आज म तपाईलाई काठमाडौँको जितपुर फेदीदेखि तारकेश्वर, धौलेश्वर, झण्डा पार्क हुँदै शान्तिधामसम्मको पैदल यात्रामा लैजानेछु। शिवपुर निकुञ्जको घना जङ्गल छिचल्दै गरिएको यो पदयात्रा करिब 16 किलोमिटरको हुनेछ। काठमाडौँको उत्तर पश्चिममा अवस्थित जितपुर फेदी परम्परागत ग्रामीण र आधुनिक शहरी विकासको जीवनशैली मिश्रित एक रमणीय बस्ती हो। जितपुर फेदीसम्म बालाजु, नेपालटार, जरङ्कु हुँदै सार्वजनिक वा निजी सवारी साधनबाट सजिलै पुग्न सकिन्छ। घना जङ्गलको साँघुरो बाटो हुँदै उकालो चढ्दै अघि बढ्नु केवल यात्रा मात्र होइन, त्यो त प्रकृतिसँग आत्माको संवाद हो। शहरको कोलाहल, धुलो, भिडभाड र कृत्रिम जीवनबाट टाढा पुगेर जब मानिस हरियाली जङ्गलभित्र पस्छ, तब उसले आफूलाई नयाँ संसारमा भेट्टाउँछ। चराचुरुङ्गीको मधुर आवाज, हावासँग नाचिरहेका रुखका पात, चिसो सिरेटो र ओसिलो माटोको सुगन्धले मनलाई अनौठो शान्ति दिन्छ। उकालो चढ्नु सजिलो हुँदैन, कहिलेकाहीँ सास तीव्र हुन्छ, खुट्टा गल्छन्, पसिना बग्छ, तर त्यही सङ्घर्षभित्र एउटा मिठो आनन्द लुकेको हुन्छ। प्रत्येक पाइला अगाडि बढाउँदा आफूले आफ्नै कमजोरीलाई जितिरहेको अनुभूति हुन्छ। थकाइसँगै आत्मविश्वास पनि बढ्दै जान्छ। जीवन पनि यस्तै उकालो यात्रा जस्तै रहेछ भन्ने अनुभूति त्यति बेला गहिरो गरी महसुस हुन्छ। उकालोको अन्त्यमा जब डाँडाको टुप्पोमा पुगिन्छ, तब तल फैलिएको गाउँ, कुहिरोले ढाकेका पहाड र टाढासम्म देखिने हिमालले सबै थकाइ भुलाइदिन्छ। जङ्गलभित्रको बाटो कहिले घामले उज्यालो हुन्छ, कहिले बाक्लो रुखले अँध्यारो बनाउँछ। कतै खोल्साको पानीको आवाज सुनिन्छ, कतै टाढाबाट चराको पुकार। प्रकृतिको त्यो मौन सङ्गीतले मनभित्रका चिन्ता र तनाव बिस्तारै बगाल्दै लैजान्छ। मोबाइलको नेटवर्क हराए पनि मनको नेटवर्क भने प्रकृतिसँग जोडिन्छ। त्यो दृश्य हेर्दा लाग्छ साँचो सुख महँगो होटल, ठुला सहर वा विलासितामा होइन, प्रकृतिको काखमा लुकेको रहेछ। तारकेश्वर धामको उत्पत्ति बारेमा किंवदन्ती अनुसार प्राचीन समयमा यस क्षेत्रमा एक साधु तपस्या गर्थे। उनले जङ्गलभित्र एउटा दिव्य शिवलिङ्ग फेला पारेपछि यहाँ पूजा आराधना सुरु भएको मानिन्छ। पछि उक्त स्थानमा भगवान शिवको मन्दिर निर्माण गरियो र तारकेश्वर नाम राखियो। तारक शब्दको अर्थ उद्धार गर्ने वा मोक्ष दिने भन्ने हुन्छ। त्यसैले यहाँ दर्शन गरेमा पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ। घना जङ्गल, शान्त वातावरण र हरियालीले भरिएको यस धाममा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गर्छन्। तारकेश्वर धाम हाइकिङ, ध्यान र प्रकृतिको आनन्द लिन उपयुक्त स्थानका रूपमा पनि परिचित छ। म अलौकिक शक्ति वा दैवी अस्तित्वमा विश्वास गर्दिन। मेरो दृष्टिमा देवता, भूतप्रेत, चमत्कार र भाग्य जस्ता अवधारणाहरू मानव कल्पनाका उपज हुन्। प्राचीन समयमा विज्ञान र प्रकृतिबारे पर्याप्त ज्ञान नहुँदा मानिसहरूले भूकम्प, रोग, बाढी वा खडेरी जस्ता घटनालाई अदृश्य शक्तिसँग जोडेर हेरे। जहाँ ज्ञान पुगेन त्यहाँ कल्पनाले स्थान लियो। इतिहासभर शासक वर्गहरूले पनि भाग्य र दैवी इच्छा जस्ता धारणालाई आफ्नो सत्ता टिकाउने माध्यम बनाए। साथै मानिसको डर, असुरक्षा र मृत्युबारेको जिज्ञासाले अलौकिक विश्वासलाई मानसिक सान्त्वनाको आधार बनायो। भौतिकवादी दृष्टिकोणले यस्ता विश्वासलाई सामाजिक र मनोवैज्ञानिक उत्पादन मान्छ, कुनै वास्तविक दैवी प्रमाण होइन। तर कसैले अलौकिक शक्तिमा विश्वास गर्छ भने त्यसप्रति मेरो कुनै गुनासो छैन। शिवापुरी नागार्जुन नेशनल पार्कको घना जङ्गलभित्र हराउँदै हाइकिङ गर्नु आफ्नै किसिमको रोमाञ्चक अनुभव हो। कहिले उकालो, कहिले साँघुरो गोरेटो, कहिले चराचुरुङ्गीको आवाज र कहिले हावासँग हल्लिने रुखका पात सबैले यात्रालाई अझ रहस्यमय बनाइदिन्छन्। साथीहरूसँग बाटो खोज्दै अगाडि बढ्दा थकानभन्दा बढी उत्साह महसुस हुन्छ।
जङ्गलको चिसो हावा, कुरिरोले ढाकिएका डाँडा र शहरको भिडबाट टाढाको शान्त वातावरणले मनलाई एकदम हलुका बनाइदिन्छ। कहिलेकाहीँ बाटो अलि हराए जस्तो हुँदा डर र मज्जा दुवै मिसिन्छन्, तर त्यही अनिश्चितताले हाइकिङलाई सम्झन लायक साहसिक यात्रा बनाउँछ। नेशनल फ्ल्याग पार्क एन्ड काठमाडौँ भ्यू पोइन्ट काठमाडौँको तारेकेश्वर क्षेत्रमा अवस्थित एक रमणीय पर्यटकीय गन्तव्य हो। मानी डाँडाको उचाइमा रहेको यो स्थान विशेष गरी विशाल नेपाली राष्ट्रिय झण्डा, हरियाली जङ्गल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यका लागि प्रसिद्ध छ। यहाँ 60 फिट अग्लो पोलमा 30 फिटको राष्ट्रिय झण्डा फहराइएको छ, जसले देशभक्ति र गौरवको अनुभूति गराउँछ। नेशनल फ्ल्याग पार्क केवल घुमफिर गर्ने ठाउँ मात्र होइन, यो प्रकृतिसँगै देशप्रेमको भावना अनुभूति गर्ने स्थल पनि हो। डाँडाको टुप्पोमा फरफराइरहेको विशाल राष्ट्रिय झण्डाले नेपाली हुनुको गर्व झल्काउँछ। वरिपरि फैलिएको हरियो जङ्गल, चिसो हावा र खुला आकाशले मनलाई शान्त बनाइदिन्छ। यस स्थानबाट बिहानको सूर्योदय, बेलुकाको सूर्यास्त र राति झिलिमिली बत्तीले चम्किएको काठमाडौँ उपत्यकाको दृश्य अत्यन्त आकर्षक देखिन्छ। शान्त वातावरण, चिसो हावा र जङ्गलको प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ। विशेष गरी हाइकिङ, फोटोग्राफी र साथीभाइसँग घुमफिर गर्न रुचाउने युवाहरूका लागि यो लोकप्रिय गन्तव्य बनेको छ। झण्डा पार्क पुग्ने बाटो पनि रमाइलो छ। बालाजु बाइपास हुँदै काभ्रेस्थली, शान्तिधाम र देवीस्थान पार गरेर यहाँ पुग्न सकिन्छ। यात्राको क्रममा डाँडाकाँडा, जङ्गल र गाउँको दृश्यले यात्रालाई अझ रोचक बनाइदिन्छ।
शान्तिधाम काठमाडौँको काभ्रेस्थली क्षेत्रमा अवस्थित एक धार्मिक तथा ध्यान केन्द्रित परिसर हो जहाँ प्रकृति र आध्यात्मिकताको सुन्दर संयोजन देखिन्छ। यसको संरचना परम्परागत मन्दिर शैलीसँगै खुला पार्क र ध्यान स्थलको मिश्रणका रूपमा बनाइएको छ। यस परिसरमा ध्यान गर्ने खुला स्थानहरू, सानो पार्क र विश्राम गर्ने ठाउँहरू पनि छन् जहाँ मानिसहरू शान्त वातावरणमा बस्न सक्छन्। समग्रमा शान्तिधाम काभ्रेस्थली आस्तिकहरूको लागि धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र ध्यान साधनाको संयुक्त स्थल हो जहाँ विभिन्न देवी देवताहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा प्रदान गर्छ। मानिस जब अलौकिक शक्ति, पुनर्जन्म र कर्मफल जस्ता अवधारणामा विश्वास गर्न थाल्छ तब उसको जीवन दृष्टिकोण केवल यही जन्मसम्म सीमित रहँदैन। ऊ आफूलाई आत्माको रूपमा हेर्न थाल्छ जुन शरीर मरेपछि पनि अर्को रूप वा जन्ममा निरन्तर रहन्छ भन्ने धारणा विकसित हुन्छ। यही विश्वासले मानिसलाई जीवन केवल भौतिक सुख सुविधाको यात्रा मात्र होइन, आध्यात्मिक यात्रा समेत हो भन्ने अनुभूति दिन्छ। मानव मस्तिष्कले अनिश्चितता, मृत्युको डर र जीवनको अर्थ खोज्ने क्रममा यस्ता धारणा निर्माण गरेको मानिन्छ। वैज्ञानिक दृष्टिले यो मानव चेतनाको विकासक्रमसँग जोडिएको सांस्कृतिक विश्वास प्रणालीका रूपमा पनि बुझिन्छ। यो भिडियो हेर्नुभएकोमा धन्यवाद। कृपया यो च्यानललाई सब्स्क्राइब गर्नुहोला है। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार।